नमस्ते सम्पूर्ण साथीहरू ब्रेकिङ न्युज तपाईहरुको अगाडि फेरि एउटा नयाँ न्युज लिएर आइसकेको छु र त्यो न्युज हेर्नको लागि पहिला तपाईहरु यो भिडियो हेर्नुहोस् साथीहरू। बालेन शाह मेयरबाट हटेपछि काठमाडौँमा मनपरी भाँडभैलो हुन थालेको छ। तपाई देख्न सक्नुहुन्छ गाडी कुद्ने बीच बाटोमा फुटपाथ व्यापारीहरू बीच सडकमै ठेलामा मकै पोल्दै चटपटे बेच्दै कपडा फिजाउँदै गरिरहेका छन्। सडक वारपार रहेको फोहोरको डङ्गुर अझै उठेको छैन। त्यस्तै पार्किङको कुनै व्यवस्था नै छैन। सडक वारीपारी नै गाडी र बाइकका लस्कर छन्। बालेन शाह काठमाडौँको मेयर हुँदा सडक खाली हुन्थ्यो भने सबै व्यवस्थित थियो, तर अहिले मनपरी जसले जे मन लाग्यो त्यही गर्न थालेका छन्। यतिबेला काठमाडौँ महानगरको प्रमुखको भूमिकामा रहेकी सुनिता डङ्गोलले मेयरको जिम्मेवारी राम्रोसँग सम्हाल्न नसकेको भन्दै काठमाडौँवासी सुनितामाथि खनिएका छन्। साथीहरू तपाईहरु यो भिडियो हेरिसक्नुभयो। तपाईहरु आश्चर्यचकित नहुनुस्, यो अरु अन्य ठाउँ नभएर यो हाम्रो काठमाडौँ सिटी हो। अस्तिसम्म मेयर बालेन शाह जुन आफ्नो पदमा हुनुहुन्थ्यो, उहाँले गरेको काम जुन थियो, उहाँले व्यवस्थापन गर्नुभएको हरेक चिजलाई अहिले सुनिता डङ्गोलले पुरा मना गर्दै हुनुहुन्छ। उहाँ आउने बित्तिकै त पहिला चाहिँ नदी किनारको छेउछेउमा संरचनाहरू नबनाउनुहोस्, उहाँले चाहिँ त्यसलाई फुक्वा गरिदिनु भयो। बनाउँदा हुन्छ, केही फरक पर्दैन। फुटपाथमा गएर तपाईँ हेर्न सक्नुहुन्छ, अहिले मकै बेच्दैछ मान्छे, कपडा बेच्दैछ मान्छे। साथीहरू, यो नेपालको क्यापिटल सिटी हो जहाँ वैदेशिक पर्यटकहरू पहिला ल्यान्ड हुने त्यही ठाउँलाई हामीले सुरक्षा गर्नु भएन, राम्ररी व्यवस्थापन गर्नु भएन भने हामी अन्त चाहिँ के भन्छ विश्वास गर्ने के अन्त हुन्छ कि हुँदैन यस्तो व्यवस्थापन। साथीहरू, पब्लिकको लागि बस्ने धरी चेयरहरू हटाइसक्नु भयो त। साथीहरू, यही हो राम्रो व्यक्ति र नराम्रो व्यक्तिको डिफरेन्स। अहिले एमालेको सुनिता डङ्गोल उहाँ आउने बित्तिकै सबै थोक चेन्ज भइसक्यो। फोहोर कहाँ फालिरहेछ केही छैन साथीहरू। गयो, अब काठमाडौँ गइसक्यो। जुन अस्तिसम्म जुन विदेशिक पर्यटक जुन आउँदै हुनुहुन्थ्यो, वाउ वाउ गर्दै हुनुहुन्थ्यो, अब थु गर्छ साथीहरू। बेलेमा सबजना सचेत हौँ र सबजना यसको विरोध गरौँ। र साथीहरू, यो भिडियोलाई एकदम भाइरल बनाउनुहोस् त। साथीहरू, कस्तो लाग्यो भिडियो? यस्तै भिडियो अपलोडको लागि मलाई सब्सक्राइब गर्नु होला। हस्त, धन्यवाद।